म पहिलोचोटिमै 1 नम्बरमा सिफारिस भएको मान्छे। अरूले हेर्दा त म पहिलोचोटिमै 1 नम्बरमा सिफारिस भएको। मैले घर 30 दिन नन स्टप 3 घण्टा। पहिले फर्स्ट पेपर, पहिले सेकेन्ड पेपर, पहिले थर्ड पेपर। यो फर्स्ट पेपरको त प्रारम्भिक भन्दा बाहेकै उना 3टा हुन्थे हाम्रो जहाँ। पहिलो दोस्रो तेस्रो हुन्थ्यो। 10वटा सेट 30 दिन। आज पहिलो पत्र, भोलि दोस्रो, पर्सि तेस्रो। 30वटा सेट चाहिँ 30 घण्टाको घण्टा घडी हेरेर एउटा फाइल बनाएर अभ्यास गरेर अनि म पास भएको। अरूले हेर्दा त पहिलोचोटिमा 1 नम्बरमा पास भएको। मेरो लागि त म त 31 चोटिमा पास भएको मान्छे हो। अरूले हेर्दा त पहिलोचोटिमै हो, तर रियलमा त म पहिलोचोटिमा होइन। मैले 30वटा सेट गरेँ, जाँच लेखाइ गरेँ, समयको प्र्याक्टिस गरेँ अनि मात्रै 1 नम्बरमा पास भएको। त्यो 1 नम्बरमा पहिलोचोटि नै भनेर बकवास कुरा गरेर हुन्छ त? रियल त यो हो नि त। भनेपछि सत्य कुरा चाहिँ यहाँ छ। अरूले हेरेर बाहिर देखाउन त, बाहिर देखाउनु त यहाँ मेरो अनुहार कालो छ भने पनि मजासँग क्रिम लाएर पोतेर अनि दामी देखाउन मिल्यो नि त, हुन्छ त? त्यसो त हुँदैन। रियलमा त जे छ त्यही हो नि। भनेपछि यस्तो कुराले यो बिग्रन्छ। यो धेरै मेहनत नगरिकन हुँदैन, राम्रो नपढे पनि हुँदैन। त्यो कुरा तपाईँले ख्याल गर्नु पर्यो। जुनसुकै विषयको पनि नआउने भन्ने नपार्ने।